हेलो एभ्रिवान सबैजना राधे राधे छ र वेलकम छ मेरो सानो एउटा मिनी ब्लगमा। आज चाहिँ ब्लग स्टार्ट गर्दैछु बाटादेखि नै हिँड्दै हिँड्दै सधैँ टुकटुकी स्कुटीदेखि गएर चाहिँ आज चाहिँ हिँड्दै हिँड्दै र हिँड्दै हिँड्दै म चाहिँ बिहा घरमा आइपुगिसकेँ। यहाँ चाहिँ दुईजना लिन आइपुगेका थिए र यिनीहरूले चाहिँ भित्र लिएर जाँदै थिए। आज चाहिँ मेरो मेकअप थियो र यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ डेकोरेसनहरू चलिरहेको रहेछ र मलाई चाहिँ भित्र लिएर गए। भित्र लिएर गएपछि चाहिँ अब यहाँ काम स्टार्ट गरेर फेरि म जानुपर्छ अर्को लोकेसन र हतार हतार गरेर त्यो लोकेसनमा खतम गरेर मेरो साथी पनि आइपुगेर थिए र अब हामी दुईजना चाहिँ जाँदैछौँ अर्को लोकेसन सेकेन्ड लोकेसनमा चाहिँ जाँदैछौँ स्कुटी लिएर र अलिकति टाढै थियो र स्कुटीमा सुविधा हुन्छ भनेर हामी चाहिँ स्कुटी लिएरै गयौँ किनकि उहाँ पनि पुग्नु पर्यो र उहाँ पुगेर चाहिँ हामीहरूले क्लाइन्टलाई फोन गऱ्यौँ र हामी फोन गरेर लोकेसनमा आइपुगिसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हो, यहाँ चाहिँ हुन्छ उनीहरूको रिसिप्सन र यतापट्टि छ उनीहरूको घर। खाली जग्गा रहेछ, खाली जग्गामा चाहिँ रिसिप्सन हुँदो भन्नुभएको र म चाहिँ यहाँ हेर्नु न स्कुटी चलाएर आएँ नि त्यसको लागि। र यहाँ चाहिँ हुन्छ घर, यो चाहिँ रहेछ रिसेप्सन, यहाँ चाहिँ यहाँ हुने रहेछ किनकि राम्रो जग्गा रहेछ, खाली जग्गा र यो चाहिँ रहेछ घर। र अहिले चाहिँ हामी भित्र पसिसक्यौँ र भित्र बस्यौँ। एकछिन बस्नु भन्ने भयो, ढिलै हुन्छ भने मेरो हात चाहिँ उहाँ हेर्नु न कस्तो लेत्रा रहेछ हात चाहिँ। हतार हतार गरेर त्यस्तै आइपुग्यो किनकि मलाई 3 बजीको टाइम दिएका थिए। 3 बजी नै आइपुग्यौँ हामीहरू र क्यामेराम्यान पनि बसिराख्नु भएको रहेछ उहाँ हेर्नु र हामी पनि आएर बस्यौँ। बस्दा बस्दै निकै नै टाइम बसिसक्यौँ र देरी पनि भइसक्यो र हामीहरूलाई चाहिँ खानाको लागि यहाँ मिठाईहरू ल्याएर दिनुभयो र हामीहरूले चाहिँ खायौँ र खाएर पनि अब काम स्टार्ट गरेर अब घर हिँड्यौँ। र मेरो चाहिँ हात हेर्नु न कस्तो भएको छ र भेट्दैछु नेक्स्ट भिडियोमा। आजलाई बाई बाई। मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु।